हजार मान्छेको पोलिसी गरिरहेको छु। चाहे विदेशमा रहेका नेपालीहरू हुन्, आजको दिनमा मसँग विदेशमा रहेका नेपालीहरूले पनि कैयौँ मान्छेले चाहिँ मसँग चाहिँ सुविधा लिएर त्यहीँ बसेर एकदम मजाले ढुक्क साथ गर्न सफल भएको छन् भने राम्रो कलेक्सन पनि गर्न सकेको छु। देशमा बाहिर रहेको पैसालाई पनि मैले चाहिँ जम्मा गरेर विदेशमा रहेका नेपालीको पैसा भित्राउनको लागि पनि ठुलो भूमिका निर्वाह गरेको छु जस्तो लाग्छ। त्यसमा पनि केही देशको लागि केही योगदान होला। एज अ करको हिसाबले, ट्याक्सको हिसाबले, एज अ बाहिर रहेको नेपालीलाई चाहिँ नेपालमा पैसा भित्राउनुपर्छ भन्ने हिसाबमा इन्सुरेन्स इन्डस्ट्रीमा सायद सम्भवतः राम्रै पैसा कलेक्सन गरेको छु। कलेक्सन मात्रै होइन, मैले आजको मितिमा सबैभन्दा धेरै म्याच्युरिटी भएर पैसा लिएर आउनु त ठुलो कुरो पनि, दिने कुरामा पनि मैले चाहिँ म्याक्सिमम अमाउन्ट चाहिँ आज एभ्री डे कुनै दिन त एभ्री डे करोडौँ करोड रुपियाँ पैसा चाहिँ म्याच्युरिटी भएर लिएर गइरहेको छु, जसको चाहिँ चलन्त उधार अहिले पनि ती फेरि म्याच्युरिटी भएर फेरि गइरहेको छु। त्यो 10औँ वर्षको लगभग म 100 त भन्दैन 99% मान्छे मसँग खुसी छन्। र आजको दिनमा सबैभन्दा ठुलो क्लेम इन्सुरेन्स इन्डस्ट्रीको सबैभन्दा ठुलो क्लेम पनि मैले दिएको छु। इन्सुरेन्स इन्डस्ट्रीमा मैले बुझेअनुसार सबैभन्दा ठुलो ट्याक्स पेड पनि मैले नै गरेको छु। अमाउन्ट वाइज म्याच्युरिटीमा सबैभन्दा बेसी लाने पनि मैसँग, मैले म्याच्युरिटीको एभ्री टाइम फिर्ता पनि लिइरहेको छ भने क्लेम जस्तै इन्सुरेन्स पछि भवितव्यको लागि भनेर बिमा गरिन्छ भनेदेखि त्यो भवितव्यको बिमा गरेर लाने सबैभन्दा ठुलो क्लेम पनि मैले नै पेमेन्ट सेटल गरेको छु। म्याच्युरिटी मान्छेले पैसा जम्मा गर्दै थपा गरेर जम्मा गरेको पैसा बल्क बनाएर पनि ठुलो पेमेन्टहरू पनि गरेको छु।